अगाडिको पार्टमा रोमनले ब्लड फ्याङ्क्स ग्रुपको सबै मेम्बरलाई मारिदिन्छ र सबैलाई भन्छ यहाँ फाइट देख्ने जो कोही पनि यस विषयलाई लिएर मसँग प्रश्न गर्न सक्छ। अब हाम्रो कथामा रोमन भन्छ बग जुनियो जसले मुरिम वर्ल्डमा आफ्नो स्थानलाई उच्च ठाउँमा राखेको थियो। उसले आफ्नो जीवनको अन्तरालमा धेरै मार्शल योद्धाहरूसँग लडाइँ गर्यो। ती सबै योद्धाहरू उसको हातबाट मारिए। त्यहाँबाट वर्ल्डलाई थाहा भयो कि यो वर्ल्डमा अब नियन्त्रण हुन्छ त हेभेनली डेमन सेटको लिडर बग जुनियोबाट। तर अब मलाई धेरै मिहिनेत गर्नुपर्नेछ यो आवारा झिना मसिनाहरूसँग फाइट गर्न। रोमन भन्छन् हान्स यहाँ गार्डलाई बोलाऊ र भन कि यहाँ के भएको थियो र यस घटनाको बारेमा जानकारी पनि टिप्नु भनेर। हान्स हुन्छ भनेर त्यहाँबाट जान्छ। त्यही फेरि रोमन सोच्दछ कि यो बडी साह्रै काम नलाग्नेछ। यो बडीमा त्यति की पनि छैन र जति छ त्यसको फ्लो पनि राम्रोसँगले भएको छैन। मलाई सुरुमा यहाँको सबै कुराको बारेमा जानकारी कलेक्ट गर्नुपर्छ र एउटा प्रोसेस युज गर्नुपर्नेछ जसको नाम स्केलेटल मेटाफोर्सिस हो। त्यतिखेर त्यो केटा आइपुग्छ र भन्छ मास्टर धन्यवाद हजुरलाई मलाई बचाउनु भएकोमा। रोमन सोच्छ यो त अघि कुटै खाने केटा हो। रोमन भन्छ गलत नसोच, मैले तँलाई बचाउन यो सबै गरेको होइन। मैले त केवल यो ब्लड फ्याङ्क्स ग्रुपको मेम्बरलाई नियमको उल्लङ्घन गरेर मात्र त्यसको सजाय दिए। त्यसैले त यसको कारण होइन र मलाई एउटा कुरा भन आफ्नो बारेमा झुट नबोली। यदि आफ्नो बोलीलाई सधैँ बोल्न चाहन्छस् भने हुन्छ हस् भन्दै त्यो केटा बोल्न थाल्छ। मेरो परिवारले खेती गर्नका लागि ब्लड फ्याङ्क्स ग्रुपबाट पैसा उधार लिएको थियो। हामी सजिलै त्यसको पैसा तिर्ने थियौँ त्यहाँबाट आएको अन्नबाट। तर त्यो ग्रुपले हाम्रो सबै अन्न नष्ट गरिदिए जसले गर्दा हामीले त्यो अन्न बेच्न पाउन सकिएन, जसले गर्दा उधार तिर्न पनि सकेन। जब मैले थाहा पाएँ ती फटाहरू मेरो बहिनीलाई पनि नराम्रो व्यवहार गर्छन् भनेर यो ठिक छैन जबकि हामीले केही पनि गरेका छैन। म हजुरलाई बिन्ती गर्छु प्लिज मेरो बहिनीलाई बचाउनुहोस्। रोमन सोच्छ यो आँखा यस्तो लाग्छ कि अहिले म म्याट डेमनलाई हेर्दैछु जो द फोर्थ हेभेनली डेमन किङभित्र पर्छन्।